विशेष तिमी याद आउँछ? आउँदैन। ठिकै हो, याद नै गर्न के विशेष थियो र मामा? विशेष? तिमी विशेषको कुरा गर्न चाहन्छौ? तिमी थाक्न सक्छौ, समय पर्याप्त नहुन सक्छ। मैले सुनाउन थालेँ तिम्रो विशेषता भने। ए त्यस्तो पो हो? ल ठिकै छ नि त। जा, यत्रो वर्ष त सँगै बितायौँ भने अब त झन् अन्तिम पल। जति समय लागे पनि तयार छु म सुन्न आफ्नो विशेषता। के भन्यौ? अन्तिम पल? अन्तिम शब्द, अन्तिम भेट, अन्तिम हेराइ, अन्तिम स्पर्श। तर माया? अन्तिम मान्छेसँग अनन्त माया। चन्द्रमासँग आफ्नो प्रकाश हुँदैन र पनि उनी चम्केकी हुन्छन्। आफ्नो शीतलताले दिनभरिको दौडधुपले थाकेको शरीर अनि हजारौं सोच विचारसँग जुधेको दिमागलाई शान्त पार्न सक्षम हुन्छन्। हो, तिमी त्यही चन्द्रमा हो मेरो जीवनमा, जसमा चम्किनको निमित्त प्रकाश थोरै कमी हुन सक्छ, तर भारी मन अनि बोझिलो काँध भने हल्का बनाउन अवश्य सक्षम छ। यदि कसैले भने माया र प्रेममा अन्तर हुन्छ भन्ने प्रमाणित गर्न, म पक्कै पनि तिम्रो निश्चल निस्वार्थ भावनालाई प्रेमको तर्कमा लगेर जोडिदिन्थे अनि मेरो भावना केवल एउटा मायामा। किनकि माया स्वार्थी हुन सक्छ, तर प्रेम राधा रानीले श्रीकृष्णलाई गरेको प्रेम, लैलाले मज्नुलाई गरेको प्रेम अनि मलाई तिमीले गरेको प्रेम, यदि सबै प्रेमका उदाहरणमा अन्तर केही छ भने त्यो केवल एउटा शब्दको छ, इतिहास। उनीहरूको प्रेम इतिहासमा लेखियो अनि तिम्रो म प्रतिको प्रेम मैले लिने हरेक पटकको श्वासमा। कसले भन्छ नदीमा बहेको पानी फेरि उही बहावले पुनः फर्किन सक्दैन भनेर? कसैले सोधुन् न मलाई, प्रमाण दिनेछु म तिम्रो सहनशीलताको, जो मेरो हरेक गल्ती बावजुद पनि फेरि त्यही प्रेम अझ उच्च बहावले म प्रति बगाउने गर्छ। मान्छे भ्रमित छन् साँचो प्रेम एउटा झुट हो भनेर। सोधुन् न मलाई, जवाफ म दिनेछु तिम्रो त्यागले अर्जित गरेको सम्पूर्णताको। म लायकको थिइनँ भनेर म तिम्रो चयनलाई लत्याउन सक्दिनँ। तिमी जस्तै सर्वगुण सम्पन्न छ तिमीले गरेका हरेक चयन, चाहे त्यो हिजोको दिनमा मसँग सम्बन्ध जोड्न थियो या फेरि आजको यो अन्तिम भेटको घोषणा। बुझ्न सक्छु म तिम्रो मनस्थिति भनेर आफैलाई माथि पार्न चाहन्न। पक्कै पनि केही ठुलो परिवर्तनले तिम्रो मनको ढोका जबरजस्ती थुनिदिएको हुनुपर्छ, मेरो माया बाहिरै हुत्याइदिएर। होइन भने साक्षी छ त्यो पिपल बोट तलको चौतारी, जहाँ बाचा गरेकी थियो त्यो मनको तालाको साँचो केवल मेरो मनमा मात्र सुरक्षित राख्ने छौ भनेर। ठिकै छ, के भयो त? मैले गरेको मायाले सायद तिमीलाई हासिल गर्न पर्छ भन्ने हट गरे होला, जसको समक्ष तिमी आफैलाई हार्न पुग्यौ। पुरा गरोस् पनि कसरी यो मेरो जिदलाई? तिम्रो निश्चल प्रेमले प्राप्त होइन पर्याप्तलाई जोड दिन सफल छ। पर्याप्त यो अर्थमा कि ती सँगालिएका अविस्मरणीय यादहरूसँग अबका पल जिउन, पर्याप्त ती बिताएका समयसँग अब आउने समय बिताउन, पर्याप्त ती गरिएका बाचाहरूको बन्धनमा अबका आगामी दिनहरूमा बाँधिन। के भयो? थाक्नु जस्तो छ नि? के ढिलो भयो? कतै पुग्न छ हो? ठिकै छ, अब निष्कर्षमा आउनु त है। मनमा सद्भाव राख्नु म प्रति पश्चाताप बिना, मनमा यही प्रेम राख्नु म प्रति कुनै सङ्ग्राम बिना, मनभित्र थुनेका ढोका थोरै खोलिदिनु मलाई दिएको साँचो बिना, अनि निथक्क गर्व गर्नु है आफ्ना विशेषताप्रति कुनै शङ्का सङ्कोच बिना। पर्ख त, जाँदा जाँदै यो पनि सुनेर जाऊ न, विशेष मात्र होइन अति विशेष छौ तिमी मेरो लागि। समयको त्यो क्रूर परिवर्तनले मेरो मनमा भएको माया बदलिने छैन। बस प्रेमको अर्थ तिमी पनि नबदल्दिनु। शुभकामना तिमीलाई अझ उज्यालो भविष्यको, अनि धन्यवाद त्यो महान सफल व्यक्तिलाई जसले प्रकाश सरी तिम्रो कमी पुरा गरिदियो।